हेलो वेलकम बैक टू माई न्यू भिडियो। त के छ साथीहरू, हालखबर आयो सन्चै राम्रै हुनुहुन्छ होला। म पनि सन्चै राम्रै छु हैन। आज 3 वर्षपछि बल्ल यो बर्दियोको पार्कमा आएको। को हजुरहरू त आइराख्नुहुन्छ होला, बट म चाहिँ 3 वर्षपछि रेकर्डै बनाउने भनेर आज 3 वर्षपछि बल्ल आज आएको। फर्स्ट 3 चोटि आइयो, त्यही पनि 3 वर्षमा रेकर्ड बनाउनको लागि हैन। त्यही पनि मेरो दिदी आउनु भएको रहेछ, दिदीसँग भेटघाट गर्नको लागि। भेनाजुको तबाट आज छुट्टी रहन्छ हैन। बाइ द वे हजुरहरू आइराख्नुहुन्छ यो पार्कमा हैन। के रहेछ खै गर्मी भएकोहरू केही छैन यो पार्कमा। हेर्नुहोस् है, सन्डेको दिन पनि यस्तो छ है हैन। मान्छेहरू भन्छ बर्दियो पार्क के छ खै, म 3 वर्षदेखि आएको छु, यहाँ केही म देखिरहेको छैन हैन। यस्तै रहेछ है। भाइ तपाईँ कस्तो लाग्यो दिदी हजुरलाई पार्क? ठिकै छ हैन। हामी 3 रेकर्डै गर्मी धेरै छ हैन। 3 वर्षपछि बल्ल यसरी आउनुपर्छ है घुम्न। मान्छेहरू डेली आउँछ, हर सन्डेको आउँछ हैन, आफ्नो आफन्तसँग भेट गर्छ। बट हामी पनि त्यस्तो मान्छे होइन क्या, किनकि हामीहरू भनेको बिजी मान्छे, धेरै छुट्टी पनि पाउँदैन। रेकर्डै बनाउने भने 3 वर्षमा आज बल्ल फाइनली यहाँ आइयो हैन। अब प्रायः मान्छेहरूलाई देखिन्छ भिडियो बनाएर हाल्छ, के रहेछ आखिर यो पार्कमा यस्तो भनेर हैन। आएको म पनि, तर भाइ केही पनि त्यस्तो छैन हैन। यस्तै छ नर्मली हामी जस्तै मान्छेहरू घुमिरहेछ हैन। अनि बाँकी भिडियो चाहिँ म हजुर सो फाइनली गाइस हैन। यहाँबाट चाहिँ अब डाइरेक्सन चेन्ज गर्नु पर्यो। यहाँ चाहिँ गर्मी भइएन, अलि अगाडि शीतलमा जानु पर्यो हैन। यस्तै छ हैन। अब गर्मी खाना आइएर चाहिँ यो गर्न फाइदा हुन्थ्यो, तर यहाँ केही फाइदा रहेछन्, घाम मात्र खाइए। म तपाईँको दिदीलाई भेट्न थियो अनि त्यही भएर आएको थिएँ। घरबाट आएदेखि यहीँसम्म आउन पाइएको थिएन हैन, त्यही भएर आएको। तर 3 वर्ष आउँदा एउटा रुल चाहिँ चेन्ज भएछ यहाँ हैन। अब कस्तो रुल चेन्ज भयो भन्दाखेरि तपाईँको हैन, पहिला चाहिँ यहाँ सट्ट अनि यो पार्कहरूमा बस्न पाइन्थ्यो हैन। यहाँ चाहिँ अहिले बस्न दिँदो रहेछ, सिक्युरिटीले डन्डा हान्छ भगाउँछ हैन। बस्न पाउँदो रहेछ अहिले, खडा हिँड्ने हो जहाँ गए पनि हैन। यस्तै छ यार, कसम यार त्यही चेन्ज भएछ, अरू चाहिँ केही चेन्ज भएको छैन, यस्तै छ हैन। सो अनि त्यही भएर रुममै बस्न बेस्ट लाग्यो मलाई हैन। यहाँ अहिले चाहिँ पहिला जस्तो रहन्छ क्या, पहिला चाहिँ यहाँ पुरा भरेको हुन्थ्यो कि हैन, पुरा यहाँ मान्छेहरू बस्थ्यो हैन। बिकज अहिले चाहिँ यहाँ जस्तो बस्न पाउँदो रहेछ कि हैन, त्यो त रुममै नै हो मात्र। 3 वर्षमा त्यही चाहिँ चेन्ज भयो, अरू चाहिँ त्यस्तो चेन्ज केही पनि भएको रहेछ, जस्तो चाहिँ त्यस्तै नै छ हैन। सो अब हैन 6-7 बजे 8 बजीसम्म यति नै भइन्छ हैन। अब दिदी चाहिँ कता जानुभयो पनि, दिदीलाई चाहिँ लास्टै थके लाग्यो जस्तो छ, थाक्नु भयो हैन। थके लाग्यो ए, कहाँबाट गीत बजिरहेको भनेको त यहाँ बजिरहेको रहेछ। सो होइन, बिकज यस्तै छ है